साथी चिबे तिमी त मान्छे एकदम ठिक छैनौ यार। एकदम भनेकै लाग्दैन तिमीलाई। कति दिन पर्खिम भनिरहेको छु। मामाले रिजल्ट दिन्छ हो, आसाम पुलिस 4 ग्रेडको रिजल्ट दिन्छ, पर्खना कति दिन। तेरो रिजल्ट पर्खिँदा खै मान्छेहरू कहाँ पुगेर पैसा कमाएर टन्नै घर बनाइसके गाउँमा। हामी चाहिँ त्यही पैसा पर्खेरै रिजल्ट पर्खेरै बसिराख्नु पर्ने यार। छिटो गर के जे गर्नु छ छिटो गर, उमेर भइसक्यो अब। अनि के गर्नु त यार, कहाँ जानु के गर्नु। मलाई पनि त यतिकै बस्नु मन छैन, काम त गर्नै पर्छ हेर। केही न केही त गर्नु पर्यो। बरु अस्ति त गुजरातको अहमदाबादमा भएको फ्लाइटमा बरु हामी दुईजना भयौँ भाइ। क्रेस भएर मरिन्छ, घरमा मान्छेहरूले पैसा भेट्ने थियो यार। 1 करोड टाटा ग्रुपले दिइरहेको छ अरे, बुझोस् कि। त्यही हामी दुईजना बेरोजगार चाहिँ मर्थ्यौँ भने घर कामै दिन्थ्यो। त्यस्तो नभन यार। एयर इन्डियामा त बाहिर जान लन्डन जाने फ्लाइट, फेरि त लन्डन जाने फ्लाइटमा चढ्न पनि त लाखौँ रुपियाँ खर्च गर्नु पर्यो भाइ। हामी जस्तो मान्छेले लाखौँ रुपियाँ खर्च गरेर विदेश त्यही पनि लन्डन जान पाइन्छ? थौ तिम्रो कुरा। अनि गर्छस् चाहिँ के जोगी, गर्छस् चाहिँ के? यतिकै बसिराखेर त कुनै कामै छैन। त्यसैतिर यहाँ आएर बसेर गल्फ हानेर मेरो त केही हुने जस्तै लाग्दैन मलाई। म त बरु मोबाइल रिपेयरिङतिरै काम गर्छु होला, मोबाइल रिपेयरिङ सिक्न जान्छु होला दिल्लीतिर। जाऊ भाइ जाऊ, तिम्रो त पैसा छँदैछ, जान्छौ नि। आफ्नो त छैन, अब के गर्नु, यताउता टुकटाक काम गर्नु पर्ला नि। आजकल सुकेलाई देखिँदैन, बुझिस् नि जोगी। सुके आजकल कहाँ छ? त्यो मान्छे आजकल भेटै हुँदैन, आउँदैन पनि। यसो साथीभाइहरूलाई बिर्स्यो कि क्या हो त्यसले? तँ जा, बङ्गाली सुके, बङ्गाली बुद्धि त्यसको। बाउको दोकानमा बस्दै पैसा चोर्दै बसेको छ होला। हामी जस्तो मान्छेलाई के पत्ता दिन्छ? आउँछ, त्यसको पैसा खर्च गर्ने त हामी नै हो। आए त हुन्थ्यो, छिटै भेट हुन्थ्यो के रे। अब के गर्नु, म त जान्छु होला कतै कामसाम गर्न यार। यो सब कुरा बाध्य भएर चिबे, बुझ्यौ नि। अब जे भए पनि भइहालोस्। फ्युचर प्लानिङ गर्नुपर्छ यार, फ्युचर प्लानिङ। फ्युचर भन्नाले अब कस्तो अगाडि के गर्ने हो, कसरी पैसा कमाउने हो। हेर, चाकरी त उयो यो जिउ लिएर चाकरी त पाउँदिनँ म। अब मलाई फ्युचर प्लानिङ गर्नु छ यार। अनि यत्रो बेर चाहिँ मैले तँलाई के राम कहानी सुनाइरहेको छु? त्यही त, केही गरौँ पैसा कमाम भनेको उमेर भइसक्यो अब। पछि पैसा कमाइनेस् भने अनि थाहा पाउँछस्। बुढो हुन्जेली घरै बसिराख न। भयो यार, अब 1-8 महिना हेर्ने हो। दसैँ पनि आउँदैछ, दसैँ सकेपछि अनि जाने हो बाहिर, बुझ्यौ नि। टेन्सन नलौ तिमी, रिजल्ट दिइदिन्छ नदिएन है, दसैँ सकेपछि बाहिर एकदम पक्का जाने, बुझ्यौ नि, काम गर्नलाई। ल म पनि टेन्सन त के गर्नु, टेन्सन गरेर हुँदैन। दसैँसम्म पर्खिनु पर्ला, अनि काशीमा सँगै जाउँ। जहाँ गए पनि सँगै काम गर्नुपर्छ, बुझिस् नि। अनि हुन्छ पार्टी, सँगै काम गरिन्छ, सँगै बसिन्छ, टन्ना खाइन्छ। तर जस्तो मोटो चाहिँ किन हुन सकिनँ रे म जोगी? शान्ति के शान्ति, मनमा शान्ति राख्नुपर्छ, टन्ना खानुपर्छ, जिउ त लागिहाल्छ नि। तिम्रो मनमा शान्ति नै छैन, जस्तो मान्छे तिमी। कस्तो हो शान्ति फेरि? म त शान्तिमै छु त, खुसी नै छु। अब यो भन्दा कति शान्ति चाहियो त? जस्तो पाक्छ त्यस्तै खानुपर्छ, बुझ्यौ नि। यो खान्न तो खान्न, यो होइन तो होइन भन्नु हुँदैन। कप खानुपर्छ, अनि बल्ल जिउमा लाग्छ। ल तेरो डाइलेक्ट। म अब जानु पर्यो, अलिकति काम छ यार। अलिकति पढाइ पनि गर्नु छ, परीक्षाहरू पनि आउँदैछन्। अब यो परीक्षा सकेपछि शेष। ल म गएँ जोगी, त बसिराख ल। हुन्छ, बाई। ल त साथी हो, अब यति नै छ भिडियो आजको लागि। अगाडि अझै राम्रो भिडियोको लागि कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गरिदिनु र कमेन्टमा लेख्नु कस्तो टपिकमा भिडियो बनाउने हो।